नमस्कार। पहिलो भिडियोमा हामीले हाम्रो मनले लगाउने धेरैवटा गलत चस्माहरूको बारेमा सानो परिचय यानि इन्ट्रोडक्सन गरेका थियौँ, जसलाई साइकोलोजीको भाषामा कग्निटिभ डिस्टर्सन्स भनिन्छ। मैले तपाईहरूलाई प्रमिस गरेको थिएँ कि हामी यी हरेक चस्मामाथि एक एक गरेर डिटेल कुरा गर्नेछौँ। आज हामी त्यो जर्नीको पहिलो स्टेप लिन गइरहेका छौँ। आज हामी त्यो चस्माको बारेमा कुरा गर्नेछौँ जुन सायद हामी सबैले कुनै न कुनै बेला लगाएका छौँ, र यसको नाम हो अल अर नथिङ थिङ्किङ, यानि कि कालो र सेतो सोच। यो सोच कस्तो हो? इमेजिन गर्नुहोस्, तपाईँले एउटा इक्जाम दिनुभयो, पास हुन 40 मार्क्स चाहिन्छ, तपाईँको 99 मार्क्स आयो, तर तपाईँ दुखी हुनुहुन्छ। किनकि तपाईँको गोल 100मा 100 ल्याउनु थियो। तपाईँको दिमागले भन्छ 100 आएन, यसको मतलब मैले केही पनि राम्रो गरिनँ, मेरो 99 मार्क्सको कुनै भ्यालु छैन। यो सोचले 99लाई पनि शून्य बनाइदिन्छ। यसले लाइफका सबै रङहरूलाई खोसेर केवल 2टा रङमा सीमित गरिदिन्छ। बिचको ग्रे एरिया यानि कि ठिक्क ठिक्कको ठाउँ यो चस्माले देख्दैन। तर रियालिटी के हो? रियालिटी यो हो कि लाइफको 99% हिस्सा यही ग्रे रङले बनेको हुन्छ। अब क्वेसन आउँछ, हाम्रो दिमागले यस्तो एक्सट्रिम तरिकाले किन सोच्न थाल्छ? यसको पछाडि एउटा सिम्पल कारण छ। हाम्रो दिमागलाई कम्प्लिकेटेड कुराहरू मन पर्दैन। हरेक कुरालाई गहिराइमा गएर सोच्न धेरै एनर्जी र टाइम लाग्छ। त्यसैले दिमागले छिट्टो डिसिजन लिनको लागि चिजहरूलाई सिम्पल क्याटेगोरी र बक्समा हाल्न खोज्छ। राम्रोको बक्स, नराम्रोको बक्स, सफलको बक्स, असफलको बक्स। यो एउटा मेन्टल सर्टकट हो। यो एउटा लाइट स्विच जस्तै हो, कि त अन कि त अफ। तर लाइफ लाइट स्विच होइन, लाइफ त एउटा डिमर स्विच जस्तै हो, जहाँ उज्यालोको हजारौँ लेभलहरू हुन्छन्। ब्ल्याक एन्ड व्हाइट सोचले हामीलाई यो डिमर स्विचको सुन्दरता देख्न दिँदैन। आउनुहोस्, हाम्रो डेली लाइफमा यो चस्माले कहाँ असर गरेको छ त्यसको केही इक्जाम्पल हेरौँ। पहिलो, पढाइ र करियरमा। एउटा स्टुडेन्टले सोच्छ, यदि मैले यो एन्ट्रेन्स इक्जाममा नाम निकाल्न सकिनँ भने मेरो लाइफ नै बर्बाद हुन्छ। उसले यो देख्दैन कि त्यो इक्जाम बाहेक पनि लाइफमा सफल हुने हजारौँ बाटोहरू छन्। एउटा स्टाफले प्रेजेन्टेसनमा सानो गल्ती गर्छ, ऊ घर आएर सोच्छ, आजको प्रेजेन्टेसन पुरै फ्लप भयो, अब मेरो प्रमोसन कहिले हुँदैन। दोस्रो, रिलेसनसिपमा। तपाईँको पार्टनरले तपाईँको लागि 99वटा राम्रो काम गरेको छ, तर एक दिन उसले तपाईँको फोन उठाउन बिर्सिन्छ। तपाईँको दिमागले भन्छ उसलाई मेरो कुनै मतलब छैन, यो रिलेसनसिप नै बेकार छ। त्यो एउटा गल्तीले 99वटा राम्रा कुराहरूलाई ढाकिदिन्छ। तेस्रो, हाइट र डाइटमा। यो त हामी धेरैले एक्सपिरियन्स गरेका छौँ। तपाईँले एक हप्तासम्म एकदम हाइट कन्ट्रोल गर्नुभयो, तर स्याटरडे एउटा साथीको बर्थडेमा तपाईँले एउटा सानो केकको पिस खानुभयो। तपाईँको दिमागले भन्छ लौ मैले डाइट तोड, अब यो हप्ताको सबै मेहनत खेर गयो। र यही सोचेर तपाईँ त्यो दिन अझ धेरै खानुहुन्छ। 4 र चौथो, आफ्नो बारेमा सोच्नु, अर्थात् सेल्फ इमेज। मैले आज एउटा काम राम्रोसँग गर्न सकिनँ, यसको मतलब म कुनै पनि कामको लागि अयोग्य छैन। मैले एउटा गल्ती गरेँ, यसको मतलब म आफैमा एउटा गल्ती हुँ। तपाईँले देख्नुभयो यो सोचले कसरी एउटा सानो नराम्रो कुरालाई लिएर हाम्रो पुरै लाइफलाई नै नराम्रो बनाइदिन्छ। त्यसो भए अब सबैभन्दा इम्पोर्टेन्ट क्वेसन, यो ब्ल्याक एन्ड व्हाइट चस्मालाई कसरी फुकाल्ने र लाइफलाई त्यसको रियल रङहरूमा कसरी हेर्ने? यसको लागि हामीले पहिला सिकेको 3 C's को फर्मुलालाई युज गर्नेछौँ। पहिलो स्टेप, क्याच इट, समात्नुहोस्। पहिला आफ्नो सोचप्रति अवेर हुनुहोस्। जब तपाईँ कुनै सानो कुराले गर्दा धेरै दुखी र निराश हुनुहुन्छ, एकछिन रोकिनुहोस् र आफ्नो मनमा चलिरहेको डायलगलाई सुन्नुहोस्। के तपाईँले सधैँ, कहिल्यै सबै बर्बाद भयो, पर्फेक्ट भएन जस्ता शब्दहरू युज गरिरहेको हुनुहुन्छ? यदि छ भने तपाईँले यो चस्मा लगाइरहेको हुनुहुन्छ। दोस्रो स्टेप, च्यालेन्ज इट, क्वेसन गर्नुहोस्। अब त्यो सोचलाई अन्धविश्वास जस्तो बिलिभ नगर्नुहोस्, त्यसलाई क्वेसन सोध्नुहोस्। आफैलाई सोध्नुहोस्, के यो कुरा 100% साँचो हो? के साँच्चीकै सबै बर्बाद भयो, कि केवल एउटा सानो पार्ट सोचे जस्तो भएन? यो सिचुएसनको ग्रे एरिया के हुन सक्छ? यसमा के कुराहरू राम्रो पनि भएका छन्? सबैभन्दा पावरफुल तरिका, द स्पेक्ट्रम टेक्निक। एउटा 0देखि 100सम्मको स्केलमा सोच्नुहोस्। यदि 100 भनेको कम्प्लिट फेलियर हो भने यो घटना साँच्चीकै 100मा पर्छ कि 10 र 20मा? तपाईँले थाहा पाउनुहुन्छ कि लाइफको 99% घटनाहरू 0 र 100को बिचमा कतै पर्छन्। तेस्रो स्टेप, चेन्ज इट, बदल्नुहोस्। अब त्यो एक्सट्रिम सोचलाई एउटा ब्यालेन्स्ड र रियलिस्टिक सोचले बदल्नुहोस्। मेरो डायट बर्बाद भयो को सट्टा मैले एउटा मिल प्लान अनुसार खाइनँ, तर यो नर्मल हो, म अर्को मिलबाट फेरि ट्र्याकमा आउन सक्छु। म पुरै फेल भएको सट्टा यो प्रयासमा मैले सोचे जस्तो रिजल्ट पाइनँ,
तर मैले यसबाट धेरै कुरा सिक र यो एक्सपिरियन्सले मलाई अर्कोपल्ट हेल्प गर्छ। बोथ र एन्डको थिङ्किङको प्र्याक्टिस गर्नुहोस्। म एक राम्रो स्टुडेन्ट हुँ र कहिलेकाहीँ मबाट गल्ती पनि हुन सक्छ। यी दुईटा कुरा एकैसाथ साँचो हुन सक्छन्। अन्तमा म यति भन्न चाहन्छु, लाइफ पास र फेलको एक्जाम होइन, लाइफ त सिक्ने र अघि बढ्ने एउटा लामो प्रोसेस हो। यो ब्ल्याक एन्ड व्हाइटको सोचको चस्मा फुटालेर लाइफलाई त्यसको हजारौं ग्रे रङहरूमा एक्सेप्ट गर्न सिक्नु नै म्याच्युरिटी हो। यो प्र्याक्टिसलाई आफ्नो डेली लाइफको हिस्सा बनाउनुहोस् र याद राख्नुहोस्, हरेकपल्ट तपाईँले आफ्नो ब्ल्याक एन्ड व्हाइट सोचलाई च्यालेन्ज गर्नुहुन्छ नि, तब तपाईँले आफ्नो मेन्टल हेल्थलाई अझ धेरै स्ट्रङ बनाइरहेको हुनुहुन्छ। अर्को भिडियोमा हामी दोस्रो मानसिक भ्रम अर्थात् मेन्टल फिल्टरको बारेमा गहिराइमा कुरा गर्नेछौँ। त्यतिन्जेलसम्म आफ्नो र आफ्नो सोचको ख्याल राख्नुहोस्। धन्यवाद।